स्क्रिन टाइमसँगै यसले ल्याउन सक्ने खतरा बढेपछि धेरै अध्ययनहरूले यो लतबाट जोगिन डिजिटल डिटक्स अथवा स्क्रिन डिटक्स भन्ने उपाय सुझाएका छन्। अर्को भाषामा यो उपायलाई स्क्रिन उपवास, स्क्रिन विश्राम पनि भन्न सकिन्छ। डिजिटल उपवास धेरै अभिभावकले आजभोलि आफ्ना छोराछोरी बारे गर्ने एउटा साझा गुनासो हो असाध्यै मोबाइल चलाउँछ। बालबालिकाले कार्टुन या अन्य भिडियो नहेरी खाने नखाने अनुभव सुनाउनेहरू पनि कम छैनन्। हुर्के बढेकाहरूले समेत धेरै समय मोबाइलमै औला चलाइरहेका देखिन्छन्। उनीहरूले मोबाइल फोन, कम्प्युटर र टेलिभिजनमा विभिन्न सामग्री हेरेर गेम खेलेर धेरै समय बिताइरहेका हुन्छन्। अस्ट्रेलियामा भएको एउटा अध्ययन अनुसार 13 देखि 19 वर्ष उमेर समूहका विद्यार्थीहरूले सुतेको समय बाहेक औसतमा 30% समय स्क्रिनको अगाडि बिताउने गरेका छन्। अस्ट्रेलियन इन्स्टिच्युट अफ फ्यामिली स्टडिजले गरेको सो अध्ययनमा प्राथमिक तहका 85% विद्यार्थीले सिफारिस गरिएको भन्दा धेरै समय मोबाइल, टिभी या कम्प्युटरको स्क्रिनमा हेरेर बिताएको देखिएको छ। यो समस्या नेपाल जस्ता अन्य विकसित देशहरूमा समेत बढिरहेको विज्ञहरू बताउँछन्। सीमित अवधि र अति आवश्यक काम गर्नका लागि मात्रै स्क्रिन अगाडि बस्नाले त्यसले शिक्षा र सोच्ने शक्तिमा अनुकूल योगदान गर्छ भने अत्याधिक स्क्रिन टाइमले व्यक्तिका आँखा र मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ। त्यस्तै यसले बालबालिकामा मोटोपन बढाउने, निद्रा बिगार्ने र भावनात्मक रूपमा गलत असर पार्ने तथ्य थुप्रै वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। तत्काल आनन्द मिल्ने भएकाले हामी डिजिटल प्रविधि र इन्टरनेट, भिडियो गेम, मोबाइल फोन र सामाजिक सञ्जाल जस्ता प्लेटफर्म प्रति धेरै आकर्षित भइरहेका छौँ। त्यसैमा धेरै समय बिताइरहेका छौँ अनि मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका छौँ। तर विज्ञहरूले यसलाई डिजिटल दुर्व्यसन भन्न थालिसकेका छन्। वैज्ञानिकहरू लागू पदार्थको दुर्व्यसनमा जस्तै डिजिटल डिभाइस र प्लेटफर्मले पनि डोपामिन नामक हर्मोनले हाम्रो मस्तिष्कमा आनन्दको अनुभूति बढाउने बताउँछन्। त्यो आनन्दको अनुभूतिका लागि विद्यार्थी हुन् या जो कोही प्रयोगकर्ता घरिघरि त्यसको प्रयोग गरिरहन चाहन्छन्। तर बढ्दो स्क्रिन टाइमले मानसिक र शारीरिक समस्या देखा पर्ने तथ्य पनि अध्ययनहरूले देखाएका छन्। 2022 मा चीनमा भएको एक अध्ययनले बालबालिकामा हुने थकानको एक प्रमुख कारण डिजिटल स्क्रिनको अत्याधिक प्रयोग भएको देखाएको थियो।